तिमी परमेश्वर महारानीको परमेश्वर अगुवा पछा भाइले तिमी परमेश्वर दाहिने सिकारी परमेश्वर तिमीलाई फको मेलाबाट परमेश्वर सिन्दुर सुपारी गरिकन परमेश्वर फलफुल गरिकन तिमीलाई धनुकाँड गरिकन परमेश्वर तिमीलाई आज सेवा गरेको छौ परमेश्वर तिमीले परमेश्वर तिमीले परमेश्वर संकेनी पर हटाइदेऊ भनिकन परमेश्वर तिमीले बाहिर राखिकन हो गर परमेश्वर तिमीले परमेश्वर राहु केतु शनि सङ्कट उनका भ्रमण गर्दा सफल हटाइ पर्छ लगिदेऊ परमेश्वर सत्य परमेश्वर तिमी सकमको राजा परमेश्वर तिमी भलाइ आज तिमीलाई शुभ दिन शुभ बार गरिकन तिमीलाई सेवा शक्ति मागौँ परमेश्वर तिमीले परमेश्वर हात त्यागेको चिताको पुर्याइदिनु परमेश्वर तिमीले कोही परमेश्वर तिमी कोही परमेश्वर लाउने उठाउने भाइ मान्छे जतिको लाउँदा चाहिँ पाप लाग्दैन अरे हुन्छ होइन यो त हाम्रो भन्दा अनिन काका ओहो सम्झिल होइन मैले भनेको के भने उसलाई अर्काको पाल ढुकिन्छ आफै पनि म अलिअलि मात्रै हाल्ने होइन त्यस पछाडि पाल हाल्ने लाग्दैछ त्यो कता गाउँछ यहाँबाट खानु त्यो लाग्दैछ यो त बन्सीमा त ओहो लाग्यो दाइ अर्को खुट्टा यहाँ आइडिया रहेछ म त त्यो बोलेर जान्छु भाइ मासु लगी अनिरो लाने पर्छ भाइ त्यसले बोक्यो तपाईँ त्यता लाग्यो चनार दाइ र उदेश्यले काटेर साह्रै खुच्चाउँछ है दाजु बन्दुक हान्नुमा फुटेको होला होला पहिले माथि निकाल्नु हजार गर्दा तपाईँ उतै जानु आउने भन्थ्यो बाघ हान्ने आफू खाएर मात्रै फिताल आएन अहिले चाहिँ बन्चालाई लाँदैछ मरेपछि सक्न आँटेपछि म पनि जाउँ कि भाइले के गरेको बाटोमा हुँदैन काटेर 2000 को भागमा पनि पर्छ यो मासु कति भाग्छ त्यति एउटा किन गरौँ हामी निर्णय गर्छौँ कसो निर्णय गरे निर्णय चाहिँ हो नि हैन हाम्रो खेतमा चाहिँ गाडी छैन हजुर तपाईको कस्तो गाडी सामान्य हारै जस्तो यसो के ल खै पुग्दैन हौ घटाउनै पर्छ यदि पुगेको थप्नु गडगडाएर मन बढाएर आएको परमेश्वर तिमी सत्य परमेश्वर तिमी चन्द्रमुण्ड मारेर परमेश्वर तिमीले 9 दिन 9 रात
लड़ाई गरेर परमेश्वर तिमी जितेर आएकी दक्षिण काली परमेश्वर रक्त काली परमेश्वर तिमी दत्त काली तिमी कालीको स्वरूप लिएर परमेश्वर तिमी आएकी परमेश्वर सत्य परमेश्वर तिमी रक्त पायौ परमेश्वर तिमीले हरेक जातिको रसाको घरमा मात्र खाएको पिण्ड हुँदैन भयो अहिले सुक्छ
आजदेखि रोग ब्याज सबै शान्ता देवीसँग शक्ति मागेको छ। राम्रो पढ्नु फास्ट हुनु सानो मान्छेले आशीर्वाद दिँदैन नि त। ए त्योसँग त झारखण्ड लगिदिँदै तिल काण्ड होला नि। म पनि बताउँछु सबैलाई 50-50 छ कि क्या हो। अघि अङ्क चाहिँ हरिओ मकासर सूची पताल सूची सर्व सूची अक्षय अंतर अक्षय पूर्व पश्चिम उत्तर दक्षिण अग्नाय वायव्य नैऋत्य सूची जजमाना सूची सर्वत्र सूची भनी परमेश्वर गड़गड़ाएर आयो मन बढाएर आयो र परमेश्वर 2081 सालको परमेश्वर तिमीले परमेश्वर 9 दिन 9 रात तिमी चन्द्रमुण्डसँग राक्षससँग लडाइँ गरेर परमेश्वर तिमी जितेर जित हासिल गरेर आयो र परमेश्वर तिमीले परमेश्वर आज तिमीले परमेश्वर तिमी नवदुर्गा भवानी परमेश्वर तिमी नगरा निशान धनी ढाल नगरा निशान खुकुरी च्याप्सा भाला खडाकै धनी परमेश्वर तिमी भेगवानी धनी परमेश्वर तिमी भने कि अदुवाबारी की धनी लसनबारी की धनी खोला नाला जगर बगर की धनी परमेश्वर तिमी नवदुर्गा भवानी देवी परमेश्वर तिमी रक्तकाली देवी परमेश्वर तिमी परमेश्वर तिमी देवी भने कि परमेश्वर तिमीले पारा पारा भाषा भाषाको परमेश्वर तिमीले चोला फेरि हिँडे परमेश्वर तिमीले रौँ फेरि हिँडे परमेश्वर तिमीले परमेश्वर 9 दिनसम्म लडाइँ गरेर आएर परमेश्वर तिमीले आज दशमीको दिन विजय गरेर आयो र परमेश्वर तिमीले भनेको थियो कि परमेश्वर मन नमखा हो। अब तिमीले परमेश्वर म सबै देवदेवता राखिकन परमेश्वर तिमीलाई निशाना राखिकन परमेश्वर आज तिमीलेसँग आशीर्वाद माग्दैछौँ परमेश्वर तिमीले आशीर्वाद दिनु भनिकन परमेश्वर तिमीले परमेश्वर सातो माग्यो साथै दिनु हंस मागे हंसै दिनु परमेश्वर आयो मागे आयो बदा दिनु परमेश्वर तिमीले धन मागे धन दिनु जन मागे जन दिनु परमेश्वर तिमीले लक्ष्मीको बास गराइदेऊ सरस्वतीको बास गराइदेऊ परमेश्वर तिमी रक्तकाली दन्तकाली महाकाली परमेश्वर तिमी भने कि परमेश्वरले आशीर्वाद माग्दैछौँ परमेश्वर तिमीले यो घरमा परमेश्वर धन धान्यको धनी बनाइदिनु परमेश्वर रुपियाँ पैसा सुना चाँदी लत्ता कपडा परमेश्वर लक्ष्मीको बास गराइदेऊ सरस्वतीको बास गराइदेऊ र परमेश्वर तिमीले हरेक रुला मागी हरेक फौजी धम्बी पर हटाइदिनु परमेश्वर 12 राशिको नाम गर परमेश्वर तिमीले हटाइदिनु परमेश्वर शनि सङ्कट राहु केतु
मङ्गल पिङ्गल धन्यका दशा तिमीले हटाइ पर्साइ लगिदिनु परमेश्वर भनिकिन परमेश्वर तिमीलाई तिम्रो बाजा गाजा बजाइकिन परमेश्वर तिमीलाई सेवा शक्ति मागौँ परमेश्वर बिन्ती मागौँ आज मागौँ परमेश्वर आज शुभ दिन शुभ बाहेक गरिदिन तिम्रो परमेश्वर तिम्रो परमेश्वर तिमीले संसार सुविस्ता गराइदिनु परमेश्वर तिमीले हरेका दुर्दशा हटाइदिनु चोरी शत्रु पाउ पारिदिनु राजा देवता दैलो गराइदिनु भनिकिन परमेश्वर करोडौँको आम्दानी गराइदिनु परमेश्वर तिमीले परमेश्वर काम कर्जन फलाइदिनु परमेश्वर तिमीले के हो ब्याज हटाइ पर्साइ लगिदिनु परमेश्वर हिँड्दा डुल्दा सवारी साधनमा चढ्दा उडान गुडानमा जाँदाखेरि परमेश्वर तिमीले परमेश्वर उडान गुडानबाट जोगाइदिनु साधनबाट जोगाइदिनु परमेश्वर तिमीले जतालु विषालुबाट जोगाइदिनु खोला नालाबाट जोगाइदिनु हावापानीबाट जोगाइदिनु परमेश्वर तिमीले रुखपात भिर पहरोबाट जोगाइदिनु तिमीले परमेश्वर अग्निबान बिजुलीबान बजारबान हावाबान परमेश्वर पर हटाइदिनु परमेश्वर तिमीले परमेश्वर आज सेवा शक्ति मागौँ बिन्ती मागौँ आज मागौँ परमेश्वर तिमीलाई परमेश्वर आज शुभ दिन शुभ बाहेक गरिदिनु परमेश्वर तिमीलाई तिम्रो बाजा गाजा राखिकिन तिम्रो हात हतियार राखिकिन परमेश्वर तिमीलाई बिन्ती मागौँ आज मागौँ परमेश्वर आज तिमीले परमेश्वर सही सपना सुनाइदिनु परमेश्वर सही सपनामा ज्ञान दिनु ध्यान दिनु परमेश्वर तिमीले परमेश्वर कुनै परमेश्वर हामीले कोही खानपान खाँदा पनि परमेश्वर तिमीले दबाई बुटी औषधि लगाइदिनु परमेश्वर सही सपनामा परमेश्वर तिमीले अति उपदेश दिनु परमेश्वर तिमी परमेश्वर नौदुर्गा भवानी परमेश्वर आज तिमीलाई बल बिन्ती मागेको छौँ सेवा शक्ति मागेको छौँ परमेश्वर आज तिमीले परमेश्वर तिम्रो रातो टिका परमेश्वर लाउँदाखेरि तिमीले प्रसाद हामीले ग्रहण गर्दाखेरि परमेश्वर तिमीले रोग या सबै हटाइदिनु परमेश्वर तिमीले परमेश्वर यो बत्ती कसरी बल्या छ त्यसरी परमेश्वर घर उज्यालो पारिदिनु परमेश्वर तिमीसँग आशीष मागेका छौँ परमेश्वर तिमीले दिएको आशीष अनुसार परमेश्वर तिमीले यो दियो देवपा जस्तो उज्यालो पारिदिनु मुहार परमेश्वर तिमीले परमेश्वर आकाशको चन्द्र सूर्य जस्तो उज्यालो जहिले तहिले पारिदिनु परमेश्वर तिमीले अब आज परमेश्वर तिमीलाई हाते ताकेको चिताको पुर्याइदो भनिदिने बिन्ती मागे आज मागे सेवा शक्ति मागे परमेश्वर आजैदेखि तिमीले परमेश्वर यो घरमा परमेश्वर लक्ष्मीको बास गराइदो परमेश्वर तिमीले सरस्वतीको बास गराइदो ज्ञान घोषाइदो परमेश्वर तिमीले परमेश्वर शिरमा चन्द्र सूर्य जस्तो उज्यालो पारिदेऊ परमेश्वर कुमकुममा दियो देवपा जस्तो उज्यालो पारिदेऊ परमेश्वर जिब्बामा ज्ञान घोषाइदेऊ परमेश्वर हातमा शङ्ख चक्र बसाइदेऊ र तिमीले परमेश्वर शिर उज्यालो पारिदेऊ पाँचजना मान्छे बसेको ठाउँमा परमेश्वर शिर उज्यालो होस् भनिकिन परमेश्वर तिमीसँग बिन्ती मागे आज
झ्याम्टाकै तालमा त हारा उफ्रिरहेको छ कति मजाले पर्छ सत्य परमेश्वर अब तिम्रो प्रसाद ग्रहण गर्छौँ तिमीले परमेश्वर जस्तो आशीष मागेका छौँ त्यस्तै आशीष देवी पढाउन थालेछ हो आगो चाहिँ फुक्यो अनि यसो उठेर आगो कति बज्यो अल्टिना अल्टिना माइजू कता भर्खर सब्जी सबै गजलुखी देवी काफी भरा देवीहरूलाई बाटो पारी कि फुलबारी फुलबारी 有个这么个devi，我他妈的 devi。 10:53 भयो हैन 55 अब 40 मा हो अब 40 मिनेट मिनट है ना सेकंड वन है ना सेकंड मम्मी ये आरएस ले तक के ला चीज इंद्रिय रसदे श्रेष्ठ दशरथे भिडियो कैसे घुम्दै गर्छ गर्न न सबैतिर विज्ञानी विदेरी भवती भवतम केति सनारायणे जयते मंगले भद्रकाली लक्ष्मी नमस्ते एकछिन न तिमी भनेपछि परमेश्वर 2081 सालमा तिमी गर्दा परमेश्वर तिमी नौदो भनी परमेश्वर तिमी भनेपछि परमेश्वर 436 फुलबारीमा घुम्ने फेरि खाइ हिँड्ने परमेश्वर तिमी भनेपछि परमेश्वर तिमी लक्ष्मीको धनी परमेश्वर तिमी सरस्वती परमेश्वर दुर्गा देवी परमेश्वर तिमी आखेताको चिताको पुगस परमेश्वर रोग वेद आजैदेखि परमेश्वर निक्लिएर जाओस् भनिकन परमेश्वर इष्टमित्र दाइना परमेश्वर इष्टमित्र दाइना हुन् राजा दैता दाइना हुन् परमेश्वर जोरी सत्य नाश हुन् परमेश्वर राउत शनि आजदेखि शान्त होस् परमेश्वर सही सपना सुधा दिनु परमेश्वर मान्ना हुन् 10 दुनियाँले सोध्नु खोज्नु परोस् परमेश्वर 10 दुनियाँले परमेश्वर आशा गरेर आउँदा कहिल्यै निराशा भएर नजाउन् आशा पूर्ण होस् र हाते ताकेको चिताको पुगोस् लक्ष्मीको बास सरस्वतीको बास परमेश्वर उडन गुडन साधनमा छ नि यो त गाडीको यहाँ चाहिँ सबै छ्यास भिडियो गरेको निकाल्ने डलर पैसा लगेजबाट झरेको ल्याउँछु नि म त खुदाएर
खुट्टामा डोक्नु हुँदैन त्यत्रो आशीर्वाद दियो म बरु मै दिन्छु नि तिमीलाई यहाँ गर अलि लु बस्नु नमस्ते हे परमेश्वर बड़ा रहा है कि परमेश्वर लडाइँ गरेर हिमाल जस्तै कुदेर बस्नु परोस् परमेश्वर लिएर आउँदैछिको नगर परोस् परमेश्वर तिमी उडन गुडनमा हिँड्दाखेरि उडन गुडन सवारी साधनमा हिँड्दाखेरि तिमीले परमेश्वर जोगाइदिनु परमेश्वर रतालु पिसालुबाट जोगाइदिनु परमेश्वर हावा पानी रुखपात भिर पहिरोबाट जोगाइदिनु परमेश्वर तिमीले आगोबाट जोगाइदिनु परमेश्वर तिमीले फल्नाको छोरो फल्नाको नाति फल्नाको भाना भान्जा भन्ने नाम सुबास डाँडा खोला सर्काएर त्यो त होस् न त्यो होस् खुट्टामा नडोक्नु खुट्टामा होइन नमस्कार हुन्छ साठी आशीर्वाद के होइन उयोले त घर भत्काएर आँगन भत्काएर आमाले सबैलाई लगाइदिसकेपछि मात्रै भनिहाल्नु भएको छैन मेरै मनमा मात्रै सम्झेर पाक्नु न घाटाको लागि त अहिले त नसुदे श्रीन्त दशरथे छत छङ्ग्र गवे सोझे लौकी पाउने मनन्त धने विज्ञानी विदेरी भति भतन कीर्ति जयन्ती मङ्गले धनी परमेश्वर तिमी सलाम सबले दर्शक हरण गराइदिनु परमेश्वर राउको गराइदिनु परमेश्वर हात चाबेको चिताको पुगोस् परमेश्वर सही सपना जस्तो गरेर यसो गरेर यता चाहिँ फर्किनु त अर्को हातले चाहिँ अनुहार चाहिँ छल्यो नि त ल हुन्छ हुन त त्यस्तै हो ल अब बस त लु त आमाले पर्दैन जमरा दिँदा हुन्छ त्यो मुडा त एकछिन त्यहाँ हातको पानी अनि उता धुँदै गरेको छ त्यो त श्रीन्त दशरथे छत छङ्ग्रा गवे सोझे लौकी गति धने कुन खालको आँखाले मङ्गले भद्रकाली सो लक्ष्मी नमस्तुते हे परमेश्वर तिमी नदुर्गा इन्द्रे नसुदे श्रीन्त दशरथे छत छङ्ग्रा गवे भाइको कपाल अलिकति झन्ते मङ्गले भद्रकाली सो लक्ष्मी तिमीले परमेश्वर विद्या धेरै धेरै हासिल गराइदिनु परोस् परमेश्वर सरस्वतीको बास होस् परमेश्वर सबैलाई पढेर चस्मा राख थाहा पाएन चस्मा राख न पाउने मनन्त दोज धने विज्ञानी जयन्ते मङ्गले भद्रकाली सो लक्ष्मी नमस्तुते हे परमेश्वर परमेश्वर धेरै धेरै भगवान् त बस्ने त उत्तर हो कतिखेर थुत्नु सिधा पार्दैन छोराछोरी के फोटो खिच्नु के को भोक लाग्छ मम्मी बस्नु मनको खिचिदिन्छ अनि मेरो अनि अरूले खिचिदिइहाल्छ होइन यहाँ अर्कै तरिकाले
विज्ञानी विदेरी त्यसमा नि लाएको भए हुन्छ त बारेमा त जयन्ती मङ्गलमय भद्रकाली सुलक्ष्मी दे दादालाई एकदम हे परमेश्वर नवरात 9 दिन राक्षससँग लडेर परमेश्वर तिमीले विजय हासिल गर्नु परमेश्वर आगे ताके सही सपना सुधारिदिनु परमेश्वर तिमीले उडन पुरन सवारी साधनमा हिँड्दाखेरि जोगाइदिनु परमेश्वर दिने मन्त्र फाल्टै थियो त्योभन्दा हाम्रो बुवालाई सक्नु मन्त्र त्यो चस्माले आँखा बिगार्छ है विज्ञानी विदेरी भवती भवतम कीर्ति त्यहाँको बन्नी किन नबालेको दुर्दशा नलागोस् उडन गुडन सहरी साधनमा हिँड्दा तिमीले परमेश्वर शत्रुको आँखा नलागोस् परमेश्वर बाबा मलाई सुख सन्तानीले परमेश्वर तिमीले शक्ति दो परमेश्वर जागेको सिलसिला मिलाएको परमेश्वर आत्मा खुलोस् आँखा खुलोस् परमेश्वर घर खुलोस् परमेश्वर केटाकेटीलाई टिका नानी लगाइदिएपछि भइगयो त हेर लगाइदिँदा हुन्छ त कहिले लगाइदिने गरेको छैन यसपालि के ढर लाउनु ढर होइन सुरुवात गर्नुपर्छ सुरुवात बाबामा किन